चिठी लेखे आज तिम्रो लागि, हाल खबर के छ मलाई चासो छैन। लाग्थ्यो बलियो छ हाम्रो प्रेमको डोरी, तर खासमा कपासको धागो रहेछ। जहाँ छोड्यौ तिमीले आज त्यही छु म, मलाई तिम्रो मायाको खाँचो होइन। म एक्लै हिँडे कति काँडे तारमा, तर फर्केर फेरि त्यही बाटो गइन। भन्ने गर्थ्यो यो मौनताले हामी टाढिएको त भनिँदैन, तर भोकाएका मेरा पानाहरू आज तिम्रो यादले भरिँदैछ। हिजो एउटै ढुङ्गामा सफर गर्यौं, हरेक छाल चिचोल्न सफल भयौं, तर हाम्रो मायाको सागर आज एक अर्को बिना पनि तरिँदैछ। मलाई याद छ तिमीले लिएका ती वचनहरू, हामीले सँगै कुरेको प्रेम कथालाई कहिलेसम्म म जतन गरौँ। तिमीलाई उज्यालो दिने त्यो टुकिरहेन, अब आफैलाई नै बदल्छ ऊ। तिम्रो स्वभावमा कुनै मुना थिएन, भन्न कसको लागि म मदन गर्नु। कहाँ सक्थ्यो होला र